उदयपुरको रौतामाई परिसर यो रौता पोखरीमा चाहिँ हामी आज यो सरसफाई अभियानमा छौँ। यहाँ चाहिँ रूपान्तरण सहजकर्ता बहिनीहरू हुनुहुन्छ। आज एक दिनको ट्रेनिङमा थियौँ। यो ट्रेनिङबाट चाहिँ रौता पोखरीमा चाहिँ रौता पोखरी परिसरमा चाहिँ सम्पूर्ण चिजहरू हामी यो फोहोरहरू चाहिँ सफा गरौँ भनेर एउटा सल्लाह भएर हामी ठ्याक्कै पोखरीमा आएको छौँ। पोखरीभित्रको यो पानीभन्दा अलिकता बाहिर थोरै बाहिर चाहिँ हामी यो पानीको वरिपरि यो जुन बतासले उडाएर ल्याएको यो चाहिँ प्लास्टिक र यो पखेटाहरू या विभिन्न चिजहरू फोहोरहरू छन्। यहाँ हाम्रो सरहरू सबैजना हुनुहुन्छ। यहाँ आनन्द सर हुनुहुन्छ। यहाँ चाहिँ सबैजना हामी चाहिँ यहाँ जुटेका छौँ। आज फोहोर चाहिँ सरसफाइ कार्यक्रममा हामी एकदमै जुटिरहेका छौँ। सबैजना चाहिँ लागि परेका छौँ। यो चाहिँ रौतामाई 6 को चाहिँ यो प्रसिद्ध तीर्थस्थल चाहिँ यो रौता पोखरी रहेको छ। हामी चाहिँ सरसफाइमा सरसफाइमा लागिरहेका छौँ। साथीहरू यस्तो यो परेवाको पखेटाहरू यो ढङ्ग यसरी राख्नु हुँदैन। हामी चाहिँ यहाँ वडाध्यक्षज्यू पनि हुनुहुन्छ हाम्रो। हामी सामु चाहिँ वडाध्यक्षज्यू यता पर एकदम वडाध्यक्षज्यू यहाँको 6 नम्बरको वडाध्यक्ष श्री पृथ्वी कुमार राईज्यू। खोइ अगाडि हिँड्ने बहिनीहरू त त्यत्तिकै हिँडेको त। फोहोर के फोहोर पाइयो यहाँ? यो खोलहरू यता चाहिँ यो परिसरभित्र जसले प्रयोग गरे प्रयोग पछाडि चाहिँ यता फ्याँक्ने गरेको भेटिएर चाहिँ हामीले यो सबै सरसफाइ अभियानमा लागेका छौँ। पैसा त नडराइदेऊ न। यहाँ 5 रहेछ यो त। यहाँ पनि 5 छ। यहाँ पनि 10 हो यार। नमस्ते, म चाहिँ जानुका श्रेष्ठ। घर चाहिँ रौतामाई गाउँपालिका वडा नम्बर 3 पाकानामा पर्छ। हामीले चाहिँ यो रौतामाई गाउँपालिका र लिम्चुङबुङको लगायत हाम्रो उदयपुरको अरू पालिकाको साथीहरू अनि त्यस पछाडि हाम्रो डिभिजनको सरहरू साथै जालपाको र 6 नम्बरको वडा अध्यक्ष साथै हाम्रो स्वास्थ्यकर्मी र वडा सहायक सम्पूर्ण हाम्रो रूपान्तरणको साथी सहजकर्ताहरू र युवाहरू साथै सरहरूको नेतृत्वमा चाहिँ हामीले चाहिँ रौतामा हिजो अस्ति घुम्न आउने क्रममा चाहिँ अलिक फोहोरहरू देखेका थियौँ। त्यही भएर चाहिँ हामीले सफा गर्ने निर्णय गरेर चाहिँ हामी सफा गर्नको लागि आएको छौँ। वरिपरि रहेछ हामीले चाहिँ मन्दिरभित्र यो पोखरीको वरिपरिको सफा गऱ्यौँ, तर यो केही बाहिरको पनि त्यसमा चाहिँ हामीले धेरै फोहोरहरू पायौँ। यहाँनिर चाहिँ हामीले चाहिँ भेला पारेर पनि लडाउँदैछौँ। आगो बालेर चाहिँ डिस्पोज गरेको छौँ। र साथै अब सम्पूर्ण भक्तजन साथीहरू आमा बुवाहरूलाई दिदीबहिनीहरूलाई सम्पूर्णलाई चाहिँ यहाँ नजिकै आएर चाहिँ यो फोहोरको अलिकता व्यवस्थापनको लागि चाहिँ अनुरोध पनि गर्न चाहन्छु। किनभने परेवा बनाएर परेवाको जताततै फ्यालिदिने, पाठीहरू पूजा गरेर जताततै के अरे त्यसको भुत्लाहरू फ्याँकिदिने अनि मान्छेले पनि आएर चाहिँ त्यहीँ कपाल काटेर पोखरीको छेउछाउमा पनि फ्यालेको हामीले भेटेका छौँ। र हामी चाहिँ एकदम आज सरसफाइ अभियानमै छौँ। यहाँ हाम्रो डाक्टर साहब, यहाँ 6 नम्बरको डाक्टर साहब पनि हुनुहुन्छ। यहाँ केही भन्न चाहनुहुन्छ? भन्नु केही भन्नु। सर्वप्रथम त यहाँहरूलाई सम्पूर्ण दर्शकहरूलाई नमस्कार। म चाहिँ के भन्न चाहन्छु भने हाम्रो यो उदयपुरको चाहिँ नेपालकै भनौँ न, नेपालको संयुक्त गन्तव्य स्थलहरू पर्यटकीय स्थलमध्ये हाम्रो रौता पोखरी पनि एक हो। अनि तपाईँहरूलाई श्रद्धालु भक्तजनहरूलाई सर्वप्रथम त यहाँ वेलकम छ, स्वागत छ। र यहाँ आउँदा चाहिँ विशेष गरेर अब फोहोर मैला यो आसपासमा धेरै देखियो होइन। अब जुन प्लास्टिकजन्य वस्तुहरू जताततै, त्यसपछि आएर यो के अरे पेय पदार्थको रेडबुल लगायत सिसाजन्य वस्तुहरू पनि धेरै देखियो होइन। अब त्यहाँ तल अघि कुरा पनि भयो,
त्यो कपाल काट्दा मुन्डन गरेर त्यही पोखरीको आसपास फ्यालिएको देखियो। त्यस्तो चिजहरू चाहिँ त्यस्तो नराम्रो क्रियाकलापहरू चाहिँ नगरिदिनु हुन अनुरोध गर्दछु। रौतामाई 6 नम्बरको वडा अध्यक्षज्यूलाई अनि रूपान्तरणको अभियन्ता साथीहरूलाई आज यो रौता परिसरभित्र चाहिँ यो सरसफाइ गर्ने एउटा अभियान यहाँहरूले सिर्जना गर्नुभयो। वास्तवमा यहाँ आएर हेर्दाखेरि चाहिँ हामी कति असभ्य रहेछौँ भन्ने पनि एउटा प्रमाण जस्तो देखियो कि यहाँ विगतमा बारम्बार सरसफाइ कामहरू भइरहेछ। यद्यपि यो हरेक दिन जसो फोहोरहरू चाहिँ छोडेर जाने, धर्म गर्न आउने अनि कपाल मुण्डन गर्ने, पोखरीभित्रै नुहाइधुवाइ गर्ने, स्याम्पू बच्चाहरूको डाइपरहरू पोखरी छेउछाउ छोडिदिने, यो एकदमै असभ्य रहेछौँ जस्तो फिल भयो। त्यो चाहिँ हामीले त्याग्नुपर्छ होला। धर्म सँगसँगै मनलाई पनि धार्मिक बनाउँदै लगौँ भन्न चाहन्छु र सम्पूर्ण युवा साथीहरू जसले यो महान सरसफाइ कामको लागि उत्साह देखाउनुभयो, जोस जाँगर देखाउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। यो यस्तो कामहरू सरसफाइ चाहिँ सभ्यताको पहिचान हो भनिन्छ। हामी आफ्नो गाउँ समाज अन्य ठाउँहरूमा पनि नियमित रूपमा गर्दै गरौँ। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। रौतामाई गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष। यस आज हाम्रो यो चाहिँ जाल्पा र चाहिँ ओडिभिजनको कार्यक्रम यहाँ हाम्रो संस्कार बहिनीहरू यहाँ सबै आउनु भएको छ। यहाँ एक दिन तालिम थियो। एक दिन तालिम सकेर हामीले चाहिँ यो चाहिँ रौतामा आएर चाहिँ यो रौताको परिषदभित्र चाहिँ हामीले चाहिँ सरसफाइ कार्यक्रम गरेका छौँ। सरसफाइ कार्यक्रममा चाहिँ हेर्दाखेरि चाहिँ हामीले पनि भित्र सबै गर्दा ती मान्छेले केस काट्ने, हरेकनाका चाहिँ परेवाको पखहरू सबै चारतिर फाल्ने अनि बोतलहरू सबैतिर फाल्ने, फोहोरहरू सबै फालिराखेको थियो। यो चाहिँ अब यसो सरसफाइ गरिराख्दाखेरि हामीले चाहिँ एकदम राम्रो सरसफाइ गरेका छौँ र हाम्रो भाइ बहिनीहरूले पनि सबै यहाँ सरसफाइ गर्नुभएको छ। धेरै धेरै उहाँ चाहिँ हाम्रो जाल्पा एकीकृत विकास र हाम्रो चाहिँ ओलिभिजनका हाम्रो सरहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छ, किन उहाँहरूको चाहिँ सहयोगमा हामीले यहाँ सरसफाइ गर्नु पाएका छौँ। र अनि अब अझै पनि हामीले के सुझाव सल्लाह दिन चाहन्छौँ भने हाम्रो चाहिँ यो रौताको वरिपरि धर्मको लागि आएको हुन्छ, धर्म गर्नुको लागि आउँछ, पूजापाठ गर्नु आएको छ, त्यहाँ फोहोर गरेर जानुभएको छ। उहाँहरूलाई सुझाव सल्लाह के दिन्छ भने उहाँहरूले चाहिँ राम्रो गरी चाहिँ सरसफाइ धर्मको भित्रको मात्रै होइन बाहिर सबै पनि सरसफाइ गर्नु पर्यो। भित्र मात्रै धर्म गरेर हुँदैन, बाहिर पनि देखाउनु पर्यो। त्यो कुरोले चाहिँ भित्र पनि सफा हुनु पर्यो र बाहिर पनि सफा हुनु पर्यो, त्यही भन्नु चाहन्छु। र अब अझै पनि यहाँ आउने हाम्रो चाहिँ भक्तजनहरूले यहाँ राम्रो गरी चाहिँ पूजापाठ गर्दाखेरि पनि बाहिरै चाहिँ लगेर त्यो बनाउने परिवार बनाउने र पाठा परिवार बनाउने पनि बाहिरै बनाउनु होला र यहाँ पूजापाठ गर्दा पनि राम्रो गरेर पूजापाठ गरेर आफ्नो धर्म कर्म गरेर फोहोर नगरी जानु होला भन्ने सन्देश दिँदै म पनि बिदा हुन चाहन्छु। हस्, धन्यवाद।